भरतपुर सरकारी अस्पताल चितवनमा बिरामीको चाप बढ्यो। सिटी स्क्यान मेसिन बिग्रदा बिरामीलाई शास्ति परेको छ। नमस्कार, म विकास भुषाल। चितवनको मुटु भरतपुरमा रहेको भरतपुर सरकारी अस्पतालमा बिरामीको चाप हत्तै बढेको छ। विशेष गरी पछिल्लो समय बीमा बोर्डले नेपाल सरकारले गरेको निर्णय स्वास्थ्य बीमा निजी अस्पतालहरूमा बन्द हुँदा थप बिरामीको चाप बढेको छ। चितवनको भरतपुर सरकारी अस्पतालमा दिनहुँ 3000 देखि 5000 सम्म बिरामीहरू ओपीटी मार्फत उपचार गराउनका लागि आउने गर्छन्। सँगै त्यहाँ भर्ना भएर बस्ने बिरामी कुरुवा गर्दा करिब दिनमा 10-12 हजारको चाप भरतपुर सरकारी अस्पतालमा परेको छ। यो सँगै भरतपुर अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिँदा बिरामीहरूले शास्ति बेहोर्नु परेको छ। सिटी स्क्यान गराउन अन्य निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता रहेको छ। बीमा सेवाको सबै काम त्यही केन्द्रित भएको हुँदा भरतपुर सरकारी अस्पतालमा अहिले पूर्व मेची पश्चिम महाकालीसम्म विशेषज्ञ सेवाहरू ठुला ठुला उपचारहरू हुने भरतपुर सरकारी अस्पतालको अझै विस्तार विकास गर्नु आवश्यक छ। त्यहाँ थप सेवा सुविधाहरू अरू थप बढाई बिरामीहरूलाई सहज बनाउनको लागि आवश्यक रहेको छ। यद्यपि अहिले भरतपुर सरकारी अस्पताल प्रशासनले बिहान 8 बजेदेखि 4 बजेसम्म ओपीडीको टिकटमा जचाइरहेको छ, ओपीडीको टिकट काटिरहेको छ र बिरामी जाँचको संख्या 9 देखि 5 बजेसम्म रहेको छ। तर भरतपुर अस्पतालको सेवालाई अझै विस्तार गर्नको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन लगायत सबै सरकारवालाहरू अलि जागरुक हुनुपर्ने, अझै यो सेवालाई थप स्तर उन्नति गर्नुपर्ने आवश्यकता रहेको छ।